मधेसको दोस्रो बाहुन भनेको मधेसका यादव जाति हुन्। मधेसको तपाईँ जति पनि दलित सम्बन्धीको घटना हेर्नुहोस्, मधेसको जति पनि मुद्दाहरू छ त्यसमा यादव जाति संलग्न छ। त्यो यादवबाटै पीडित भएका छन् मधेसका दलितहरू। न्याय पाउने हो भने खगेडजीको पछाडि लाग्नुपर्छ। यहाँलाई हार्दिक स्वागत छ भोइस अफ दलितमा। यति बेला हामी नेपालको हिमाल पहाड तराईका सबै क्षेत्र, देशका विभिन्न क्षेत्रमा आज मात्र होइन सदियौंदेखि जातीय प्रथाले जग गाडेर बसेको छ। यसको अन्त्यका लागि र जातीय विभेद अन्त्य गर्नका लागि नेपाली समाजमा हामी यो खालको कार्यक्रम चलाइरहेका छौँ। र यति बेला यो कुराकानी गर्दै गर्दा आज पनि नेपाली समाजमा दलित समुदाय किन हेपिएका छन्, चेपिएका छन्, किन चाहिँ बलैकृत भएर मर्नु परेको छ, किन चाहिँ अन्तर्जातीय विवाह गरेकै कारण आज दलित समुदायमाथि हत्या, हिंसा, बलात्कार जस्ता घटना किन घट्छन् नेपालका सबै हिमाल पात्रमा, यसका बारेमा विशेष बहस गर्नेछौँ। यति बेला हामीसँग हुनुहुन्छ रौतहट जिल्ला वृन्दावन नगरपालिका कार्यपालिका सदस्य, रौतहट जिल्ला नेपाल राष्ट्रिय पत्रकार दलित संघको जिल्ला अध्यक्ष। हामी उहाँसँग उहाँ विभेदमा पर्नु भएको छ, यसका बारेमा मुद्दा लडिराख्नु भएको छ। किन आज मधेस प्रदेशमा पनि जातीय विभेद भइरहेको छ, किन मधेस प्रदेशमा अझै पनि जातीय विभेदको खाडल छ, यसका बारेमा बहस गर्नेछु। राजेश कुमार पासवान हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ। हजुर नमस्कार, सन्चै हुनुहुन्छ नि? एकदम आराम छ। राजेश कुमार पासवान तपाईँ रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको कार्यपालिका सदस्य हुनुहुन्छ। हजुर हजुर। तपाईँ एउटा महत्त्वपूर्ण पदमा हुनुहुन्छ, अझ पावरफुल पदमा हुनुहुन्छ। त तपाईँमाथि किन जातीय विभेद भयो यसका बारेमा हामी जान्न चाहन्छौँ। सुरु यहाँबाट गरौँ। धन्यवाद। खासमा म माथि जातीय विभेद हुनुको कारण चाहिँ के रहेछ भने हाम्रो पुर्खाहरू, मेरो बुवा बाजेदेखि मेरो पुर्खाहरू सदियौंदेखि कति ठुला जातिहरूको पछाडि लागेर उहाँहरूकै झोला बोकेर हिँड्ने गरेका थिए के। अनि अहिले चाहिँ आएर धेरै सङ्घर्ष र मिहिनेतको साथमा पढे लेखेर अलि अगाडि बढेर अलि केही गर्न खोजिरहेको छु र गरिरहेको छु। अनि गर्ने क्रममा चाहिँ ती सामन्तीहरूलाई, ती चाहिँ कति ठुला जातिहरूलाई यो चाहिँ नराम्रो लागेर म माथि चाहिँ यस्तो घटना घटेको छ। यो घटना कहिलेको हो, किन घट्यो, कसरी घट्यो, ठ्याक्कै बताउनुहोस्। यो घटना तपाईँको 2080 साल मङ्सिर 3 गते चाहिँ घटेको घटना हो। यो छठ को दिन थियो, छठ पर्वको दिन थियो। हामी चाहिँ हाम्रो ती वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीज्यू, वडा अध्यक्ष वडा नम्बर 9 का वडा अध्यक्ष परवेज आलमज्यू, वडा नम्बर 6 का वडा अध्यक्ष मजहर मंसूरज्यू र वडा नम्बर 8 का वडा अध्यक्ष रविन्द्र प्रसाद शाह लगायत म कार्यपालिका सदस्य राजेश पासवान र केही साथीहरू हामी नगरभरिकै विभिन्न छठ पण्डालहरूमा अनुगमन गर्ने क्रममा, पूजा अर्चना गर्ने क्रममा घुम्दा घुम्दै हामी चाहिँ मेरै गाउँ रहेको रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर 8 बहुवरी गाउँ अर्थात् मेरो गाउँ रहेको, मेरो घाट समेत रहेको छठ घाटमा हामी पुगे। त्यहाँ पुग्दाखेरि चाहिँ नगर प्रमुख ज्यूसँगै म पनि सबै पण्डालहरूमा अनुगमन गरे, घुमे, पूजा अर्चनाहरू गरे। पूजा गरिसकेपछि उहाँहरू फर्किनु हो। मेरो घाट भनेपछि तपाईहरुको चाहिँ त्यो छठ पर्वको अवसरमा वृन्दावन नगरपालिकाको सिङ्गो टिम, नगर प्रमुख लगायत तपाईँ सो पीडित व्यक्ति राजेश पासवान पनि त्यहाँ जानुभयो। छठ पर्वको अवस्था बुझ्न, त्यहाँको चाहिँ रङ्गी चङ्गी अथवा कसरी मनाइराखेका छन्, सरकार प्रमुखको हैसियतले सरकार टिम त्यहाँ गयो। हजुर हजुर। त्यसपछि अनि त्यहाँ चाहिँ उहाँहरूसँगै घुमेर अनुगमन गरिसकेपछि, दर्शन पूजा आचनाहरू गरिसकेपछि उहाँहरू फर्किनु भयो। मेरो घाट त्यही थियो, मेरो पूजा पनि, म पनि हिन्दू धर्मबाट बिलोङ गर्छु। हिन्दू धर्ममा चाहिँ म पनि ती शिव, भगवान शिवलाई, हनुमानलाई, राम लक्ष्मण सीताजीलाई, छठी मातालाई सबैले पुज्ने गर्छु। त त्यही क्रममा मेरो घाट पनि त्यही थियो। त्यो घाटमा म त्यहीँ रुके, मेरो घर परिवारको सबैजना त्यही थियो, त्यही भएर म त्यहाँ रुकेँ। रुकिसकेपछि अन्त्यमा जब 5:30 जति बज्यो, सबैजना त्यो घाटबाट घर गइसक्यो, मेरो टोल छिमेको मान्छेहरू घर गइसक्यो। त्यसपछि त्यो एउटा शिक्षक छ, प्रधानाध्यापक सानु किन्ताङ माध्यमिक विद्यालयका प्रधानाध्यापक
हुनुहुन्छ उहाँ भरत प्रसाद यादव अनि तथ्याङ्क अधिकृत त्यो शङ्कर ठाकुर राजेश कुमार यादव र एकजना पसिन्द्र महतो कोइरी भन्ने व्यक्तिले मलाई बोलाएर ए तिमी आऊ त यता भनेर अनि मैले अङ्कल भनेर सम्बोधन के छ अङ्कल भन्नुहोस् त तिमी सानो जाति भएर त साला मतलब सानो नीच जाति भएर डुम दुसाहस भएर मेरो पण्डालमा पस्ने अहिलेसम्म कोही पनि दुस्साहस यस्तो दुस्साहस गरेको थिएन कोही पनि पसेको थिएन तिमी कसरी पसिस् भनेर मैले भने अङ्कल दुनियाँ कहाँबाट कहाँ गइसक्यो जमाना कहाँबाट कहाँ गइसक्यो तपाईँले यही पण्डाल बनाउनको लागि आर्थिक सहयोग गरिदिनु भनेर मलाई आग्रह गर्नुभएको थियो त्यसपछि मैले नगर प्रमुखज्यूलाई भनेर केही आर्थिक सहयोग गराएको छु अनि यो पण्डालमा चाहिँ मलाई नै पस्न नमिल्ने होइन पस्न मिल्दैन तिमी आफ्नो पण्डालमा मात्रै बस्यो हाम्रो पण्डालमा पस्न मिल्दैन त्यसपछि यो त गलत छ यो चाहिँ तपाईँको हो तपाईँ एउटा पढे लेखेको मान्छे भएर यसरी गर्न मिल्छ मैले भनेपछि उनीहरूले साला यो बढी जान्ने भएछ भन्दै मलाई चाहिँ म माथि हातपात हुन थाल्यो भनेपछि एउटा शिक्षक जो बौद्धिक व्यक्ति र केही स्टाफहरूबाट तपाईँमाथि जातीय विभेद भयो हातपात भयो नगर प्रमुख गइसकेपछि उहाँहरू गइसकेपछि त्यो घटना घट्यो त्यसपछि मलाई अलि चोट धेरै लागेको थिए साथीहरूले मलाई तपाईँलाई त्यो भनियो पनि गाली गलौज अपमान गरियो हजुर व्यक्तिको चरित्रमा हत्या गर्न खोजियो हजुर त्यसपछि हातपात सुरु भयो हातपात पनि भयो शिक्षकहरूबाट हजुर शिक्षक त्यो नेपाल सरकारको कर्मचारी हुनुहुन्छ उहाँलाई त गर्नु नपर्ने तैपनि उहाँले गर्नुभयो त्यसपछि केही दलित अगुवाहरू साथीहरूको सहयोगमा मानव अधिकार साथीहरूको सहयोगमा राष्ट्रिय दलित आयोगको सहयोगमा चाहिँ हामीले चाहिँ त्यो मुद्दा उनीहरूमाथि जातीय मुद्दा हामी त्यस विषयमा पछाडि जान्छौँ त्यसपछि नगरपालिकामा कुरा उठ्यो होला के भयो त्यसपछि नगरपालिकामा कुरा उठ्यो त्यसपछि नगर प्रमुखज्यूले चाहिँ उहाँले चाहिँ विज्ञप्ति नगरपालिकाबाट निकाल्नु भयो भनेपछि बेलजापुर नगरपालिकाबाट जातीय विभेद गर्नुहुने विज्ञप्ति आयो विज्ञप्ति आइसकेपछि उहाँले सँगै मुद्दामा अहिलेसम्म पनि मेरो साथ दिँदै हुनुहुन्छ मलाई बेलजापुर नगरपालिका पनि साथ दिनुभएको छ तपाईँले चाहिँ जातीय विभेद गरियो अपमान गरियो भनेर मुद्दा दायर गर्नु भएको छ रौतहट जिल्ला अदालतमा हजुर भने के भइरहेको छ अब अहिले चाहिँ अब लगभग झन्डै 2 वर्ष लगभग भइसक्यो अदालतमा मुद्दा दायर हो अदालतमा मुद्दा चलिरहेछ अब मुद्दाको लगभग अन्तिम चरणमा हामी छौँ साक्षी गवाईहरू सबै भइसकेको छ जति पनि प्रमाणहरू एकदम सत्य कुरा हो त्यसो भए उनीहरूबाट तपाईँले मुद्दा दायर गरिसकेपछि जो तपाईँलाई हातपात गर्ने गाली गलौज गर्ने अपमान गर्ने व्यक्तिहरूबाट फोन संवाद भयो छलफल भयो अहिले के भन्छन् उनीहरू हेर्नुहोस् तिनीहरू यतिसम्मको मतलब आफूलाई ठुलो भन्ने र घमण्ड गर्ने व्यक्ति हुनुहुन्छ मैले आफै उहाँहरूलाई फोन गरेर म 2 दिनसम्म डिप्रेसनमा म आत्महत्या गर्नेवाला थिएँ यदि मुद्दा दर्ता हुँदैन थियो भने म आत्महत्या समेत गर्नेवाला थिएँ मलाई लास्टै तनाव थियो के किनभने एउटा नगरपालिकाको कार्यपालिका सदस्यमा जातीय विभेद गर्नु असह्य भयो नि त हजुर अनि मैले चाहिँ उनीहरूलाई उल्टै फोन गरेर उसको घर परिवारका व्यक्तिलाई उनीहरूले उल्टै फोन गरेर यो चाहिँ तपाईले मलाई मतलब 100 लगभग 200-300 जति मान्छेको बीचमा मलाई बेइज्जत गर्नुभयो कम्तीमा आएर यसलाई सल्टाउनुस् बसेर कुरा गर्नुस् अथवा नभए म मुद्दा गर्छु तपाईले त्यसो भएपछि तपाईहरुले मबाट अपमान गर्नुभयो गाली गलौज गर्नुभयो मान्छेको अगाडि 200-300 मान्छेको समूह अगाडि गर्नुभयो हजुर अब तपाईहरु आएर चाहिँ छलफल गरौँ न यसलाई सुधार भन्नुभयो हजुर मैले भने वडा अध्यक्षलाई पनि फोन गरे वडा अध्यक्षलाई फोन गरे उहाँ जुन शंकर ठाकुर भरत यादव लगायतका व्यक्तिहरू जुन छन् उनीहरूको घर परिवारका व्यक्तिहरूलाई पनि फोन गरे उनीहरूलाई पनि फोन गरे त्यो मलाई मेरो चित्त बुझाउनुस् म चाहिँ डिप्रेसनमा छु म आत्महत्या समेत गर्ने सोचमा छु यदि आउनुहुन्न भने म मुद्दा लिएर जान्छु मुद्दा दर्ता भएन भने म आत्महत्या गर्छु तर मुद्दा दर्ता भयो भने तपाईको मुद्दा लिइसकेपछि अदालतले केही हेरचाह गर्नु हुँदैन यस या नो आहाना बान्ने केही गर्नु सिधै मुद्दा दर्ता हो त्यहाँ पनि अलि अब जिल्ला रौतहट जिल्ला अदालतको बारेमा भन्नु पर्दाखेरि चाहिँ तपाईको रौतहटको प्रहरी प्रशासनको बारेमा भन्दाखेरि रौतहटको प्रहरी प्रशासन लगायत जति पनि सम्बन्धित निकायहरू छन् जुन न्यायको पक्षमा काम गर्ने न्यायको तराजु लिएर बसेकाहरू त्यो सबै ठुलाको कुराहरू सुन्यो मात्रै अब अदालतबाट पटक पटक चिठी काटियो
मेरो नाउँमा चिठी काटिएको छ कि बकपत्र गर्नको लागि, तर चिठी काटिएको छ त्यहाँबाट बकपत्र गर्नको लागि मलाई प्रहरीले जानकारी दिएको छैन। प्रहरीले चाहिँ तिनीहरूको सेटिङमा बसेर मलाई कहिले पनि जानकारी गराएन। त्यसपछि म आफै अदालतमा गएर कोही त बकपत्रको एकजना साथीले मलाई भन्नुभयो तपाईँको बकपत्रको चिठी मलाई पत्ता लागेको छ, तपाईँको बकपत्रको चाहिँ चिठी काटिएको छ अदालतबाट, तपाईँ किन बकपत्र गर्न आउनुहुन्न भनेर। अनि त्यसपछि म आफै गएर अदालतमा सोधेपछि त्यहाँ श्रीमानलाई चाहिँ गएर सोद्धाखेरि उहाँले चाहिँ डाइरेक्ट उताबाट चाहिँ तपाईँ आफै चिठी लिएर त्यहाँ जानुहोस्, इलाका प्रहरी कार्यालयमा जानुहोस्, त्यहाँबाट सबै टोक लगाएर यहाँ अदालतमा आउनुहोस् भनेपछि मैले सरकारी वकिल कार्यालय मार्फत गएर त्यहाँ उ गरेँ बकपत्र। तपाईँ न्याय पाउनुहुन्छ के छ, के आशा छ तपाईँ? आशा अब न्याय मरेको देश हो यो मेरो बुझाइमा, तैपनि अलिअलि मलाई विश्वास छ म न्याय पाउँछु जस्तो। अब मधेस प्रदेश भन्न बित्तिकै एउटा छुट्टै खाले हेरिन्छ नेपालको इतिहासमा होइन। तपाईँ रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको कार्यपालिका सदस्य पार्टी व्यक्ति हो तपाईँ भनेको अरू भन्दा पनि अलिकति जान्ने बुझ्ने मान्छे भने कार्यपालिकाको सदस्यमध्ये हातपात हुन्छ, जातीय विभेद हुन्छ भने अब भन्नुहोस् मधेस प्रदेशमा कति जातीय विभेद होला, कति चाहिँ अपमान होला, के छ मधेस प्रदेशको अवस्था बताउनु? मधेस प्रदेशको अवस्थाको बारेमा भन्दाखेरि यदि समग्रमा भन्नुहुन्छ भने मधेसको दोस्रो बाहुन भनेको मधेसका यादव जाति हुन्। म अब धेरै साथीहरूलाई दुःख पनि लाग्न सक्छ होला, तर म त्यसमा पनि अन्यथा नहोस् यादव मधेका केही साथीहरू छन् जो हामीले पनि सहयोग गरिरहेको छ। यादव बाहुन मधेका केही साथीहरू छन् जो हामीले सहयोग गरिराख्नु भएको छ, त्यसको लागि म मुडी धन्यवाद भन्न चाहन्छु उहाँलाई। तर मधेसको तपाईँ जति पनि दलित सम्बन्धीको घटना हेर्नुहोस्, मधेसको जति पनि मुद्दाहरू छ त्यसमा यादव जाति संलग्न छ, त्यो यादवबाटै पीडित भएका छन् मधेसका दलितहरू। भनेपछि मधेसको दोस्रो बाहुन भनेको यादव समुदाय हो त्यहाँको मधेस। तपाईँ यस्तो कुरा गर्दै गर्दा अहिले नेपालको राष्ट्रिय राजनीतिमा मधेसी समुदायको पनि बाहुल्यता छ। वीरेन्द्र यादव, जोखन्द ठाकुर हुनुहुन्छ, सिके राउतर हुनुहुन्छ होइन, धेरैजना राजेन्द्र महतो हुनुहुन्छ, उहाँहरूको क्षेत्रमा अहिले पनि त्यस्तो खालको जातीय विभेद अहिले पनि दबदबा छ। तपाईँले भर्खर दिन बितेको पनि छैन, भर्खर 1 महिना अघि सुन्नु भएको होला, त्यो उपेन्द्र यादवज्यूको पार्टीबाट निर्वाचित भएका गाउँपालिका औराही गाउँपालिका अध्यक्ष उहाँले स्वयं एउटा दलित समुदायबाट दलित व्यक्तिलाई चाहिँ अवहेलना गर्नु भएको छ। त्यहाँ छठ के अरे महायज्ञ लगाउने बहानामा दलितको एउटा दीपक मणि डोमको भन्ने व्यक्तिको चाहिँ घर चाहिँ त्यहाँबाट हटाएर उठीवास गरेको छ, यहाँ महायज्ञ हुन्छ भनेर। त्यहाँ त्यति मात्र नभई त्यहाँको जमिनहरू कोरेर त्यहाँबाट फालेर त्यो अछत के अरे जलहरू छिर्केर त्यहाँ शुद्ध बनाएको छ त्यो जमिनलाई। गरिब भएकै कारण चलाएर हजुर गोबर चलाएर यादवजीको पार्टीको एउटा कार्यकर्ताले गाउँपालिका अध्यक्षले त्यो गर्यो। हजुर अहिलेदेखि छ त्यो अवस्था, अहिले भर्खरको कुरा हो त्यो। भनेपछि अहिले मधेसमा दलित समुदायको अवस्था गम्भीर छ, अपराध गर्नु परेको छ, हेर्नु परेको छ, सिक्नु परेको छ होइन। मुद्दा दायर हुँदैन मधेस प्रदेशमा। यदि कोही दलित समुदायलाई जातीय विभेद गरियो भने मुद्दा दायर हुँदैन, पावर लगाइन्छ, त्यसमा पनि न्याय हुँदैन। न्याय त अब के भन्ने, अब त्यसमा पनि अलि जान्ने जो छ, जसको दलितमा पनि हुन्छ नि अलिअलि जो जान्ने छ, यताउति घुमिरहेछ, त्यो मान्छेको अलिअलि आश हुन्छ, तर जो नजान्ने छ उसलाई त पुरै छोड्नुहोस्, यस्तै बस्छ। त्यस्तो जातीय विभेद छ, एकदम जातीय विभेदबाट मधेस प्रदेश अगाडि बढ्न सकेको छैन। असमानता छ, समानता छैन, समाधान होइन, समस्या धेरै छ। के भन्नुहुन्छ यसका बारेमा? अब यसको बारेमा राज्यले यो घटनाहरू प्रति गम्भीर हुनुपर्छ। संविधानमा सबै व्यवस्था छ, संविधानमा लेखिए पनि व्यवहारमा चाहिँ लागू हुन सकिरहेको छैन, कार्यान्वयन भएको छैन। त्यो संविधानमा वर्षौं भइसक्यो लेखेको, जातीय भेदभाव छुवाछुत चाहिँ कानुनी अपराध हो, यति के अरे सजाय हुन्छ, दण्ड हुन्छ भनेर लेखेको छ, तर त्यो व्यवहारमा लागू हुन सकेको छैन। त्यसैले यस घटनाप्रति राज्यले सरकारले चाहिँ यसप्रति चाहिँ ध्यान दिनु र यसप्रति चाहिँ कडाभन्दा कडा कदम चाल्नु आवश्यक रहेको छ। जस्तो अहिले दलित समुदायको मुद्दाको बारेमा
एकजना सामाजिक अभियन्ता, दलितका लागि दलित अभियान संयोजक खैर सुनारले देशविरोध आन्दोलनको घोषणा गर्नुभएको छ, उहाँले बोलिराख्नु भएको छ। दलितमा त्यो अन्याय भयो, अत्याचार भयो भने यसका बारेमा हामी अगाडि बढ्नेछौँ, बुलन्द आवाज गर्नुभएको छ। तपाईँ के भन्नुहुन्छ खैर सुनार उहाँको लागि के भन्नुहुन्छ? आन्दोलन उहाँको कुरालाई के भन्नुहुन्छ? हजुर, उहाँलाई म सधैँ वाच गरिरहन्छु। उहाँको एक दुईवटा कार्यक्रममा म सहभागी पनि भएको थिएँ। उहाँको अभियान चाहिँ एकदम दलित समुदायको लागि एउटा राम्रो वकालत गर्ने अभियान हो। दलित समुदायले वास्तवमा न्याय पाउने हो भने खगेन्द्रजीको पछाडि लाग्नुपर्छ। भनेपछि आजका दिनमा दलित समुदायले न्याय पाउनुपर्छ भने मधेसदेखि हिमालसम्म, मेचीदेखि महाकालीसम्म लाग्नुपर्छ। खैर सुनारको अभियानमा लाग्नुपर्छ, किनभने यसको आवश्यकता छ, यसको महत्त्व छ, एकदम छ। किनभने हेपेर चेपेर देशमा बस्न सक्दैन भन्ने तपाईँ ठम्ब्यायो। एकदम सही कुरो। त्यसो भए आज सबैभन्दा बढी चाहिँ दलित समुदायमा चाहिँ कहाँ विभेद भएको छ? तपाईँको प्रदेशमा भएको छ के छ? मेरो बुझाइमा मध्य प्रदेशमा तपाईँको पूर्वी मध्य प्रदेशको पूर्वी भेगमा बढी, तपाईँको 70 सिरातिर महिनै पछि एउटा घटना भइरहन्छ। मिडियामा आउँदैन, मिडियामा छिपाइन्छ, एकदम राखिन्छ तत्त्व। ती दीपक मणिलाई हेर्नु न, हाम्रो के खगेन्द्रजी यहाँबाट निस्किनु भयो, त्यहाँ त्यो अभियानको के उसको पीडा बुझ्न दीपक मणिलाई कति दबाव गरेर के गरेर फेरि उबाट बयान पल्टाइएको थियो कि फेरि कति अब केही साथीहरूको सहयोगमा उहाँ चाहिँ फेरि बाहिर आएर सत्य तथ्य बोल्नुभयो। अनि उहाँ अहिले चाहिँ त्यहाँको गाउँपालिका अध्यक्ष लगायत पूर्व वडा अध्यक्ष फेरि दुवैजना यादव नै छन्। फेरि यादव साथीहरूलाई दुःख नलागोस्, म यो चाहिँ खासमा भन्नुको मेरो अर्थ के छ भने यो म पीडाले भनिरहेको छु के यादव सबै यादव खराब छ त्यो पनि म भनिरहेको छैन, सबै बाहुन खराबै छ त्यो पनि भनिरहेको छैन। तर यादव रौतहट जिल्ला के मध्य प्रदेशको दोस्रो बाहुन भनेको यादव हो म। र यो प्रश्न तपाईँ हेर्दै हुनुहुन्छ, जहाँ पनि पीडित छ, शोषित छ, जहाँ पनि यस्ता घटनाहरू घटिरहेको छ त्यो गर्ने व्यक्ति को हो? यादव नै हो। सो उपेन्द्र यादवले देशको राजनीतिमा आबद्ध हुनुहुन्छ, जनताको सेवा गर्छु भन्नुहुन्छ। उपेन्द्र यादव जस्ता मान्छेहरू, उहाँका समूहहरू चाहिँ मध्य प्रदेशमा जातीय उद्दण्डका मुच्याउने, दबाउने त्यो कार्य राम्रो हो त आजका दिनमा? एकदम यो त उहाँलाई बुझ्नु पर्ने हो। हामीलाई थाहा छ उपेन्द्रजी हुनुहुन्छ, उहाँ चाहिँ दलितलाई जुन जति अपहेलित गरिएको छ, दलितलाई जहाँ मतलब दलितसँग जहाँ विभेद भएको छ त्यो व्यक्तिहरूलाई उपेन्द्रजी प्रोत्साहन गर्दै हुनुहुन्छ, संरक्षण गर्दै हुनुहुन्छ। तपाईँले हेर्नु भएन त्यो औडाईको गाउँपालिका अध्यक्षलाई चाहिँ पक्राउ गर्दाखेरि कतिसम्म विज्ञप्तिहरू निस्केको थियो उहाँको पार्टीबाट, उहाँको पार्टीको कार्यकर्ताहरूले कतिसम्म हुवाला गरेको थियो। यो सब बुझ्नुपर्ने कुरा हो। अब त्यसमा दलित समुदाय न्यायका लागि, दलित समुदाय एकताबद्ध हुनका लागि के गर्नुपर्छ, के भन्नुहुन्छ? आम नेपाली दलित समुदायले के भन्नुहुन्छ? हजुर, दलित समुदायको न्यायको लागि सबभन्दा पहिला त दलितहरू एक हुनु जरुरी छ, आवश्यकता छ। अब दलितहरू एक नहुनुको कारण यो चाहिँ निर्वाचन प्रणाली पनि हो के निर्वाचन प्रणाली यहाँले भन्न खोजेको 84 मा दलित समुदाय एक हुनुपर्छ हो, एकदम एक हुनुपर्छ। त्यो निर्वाचन प्रणालीको त्यो हेर्नुस् त भैया, त्यो एउटा जनप्रतिनिधिको नाउँमा एउटा वडा दलित महिला वडा सदस्य दिएको छ। के दलितमा वडा अध्यक्ष लड्ने हैसियतको मान्छे छैन? के दलितमा नगर प्रमुख लड्ने हैसियतको मान्छे छैन? प्रदेश सभामा जाने मान्छे छैन? तपाईको संघीय सांसद बन्ने मान्छे छैन? छ, तर अवसर चाहिँ दिइरहेको छैन। अब अन्त्यमा दलितहरूको कुरा गर्दै गर्दाखेरि अहिले देशभर जातीय विभेद निकै बढेको छ। हामी पनि भोइस अफ दलित कार्यक्रममा छौँ, जसले दलित समुदायको आवाज बुलन्द गर्छौँ। र देश, राष्ट्र, सरकार